आज मेरो मर्निङको ड्युटी चाहिँ लुगा मेसिनमा हाल्नबाट सुरु भयो। गुड मर्निङ साथीहरू सबैजनालाई, मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ। मेरो चाहिँ यो बिहानको ड्युटी है। बिहानमा चाहिँ म के गर्छु भनेर हजुरलाई देखाउँछु। बाबुहरूको लुगाहरू मेसिनमा हालेँ मैले चाहिँ, अनि माथि तल सबै काम सकेर आएर, अनि तल काम सकेको चाहिँ मैले खिचिनँ। तल काम सकेर आएर अनि माथि फेरि कोठामा यता बढार्न थालेँ। यहाँ चाहिँ पुरै खाली नै छ बुढाहरूको लागि, यहाँ खाली नै राखेको, बच्चाहरू खेल्न हुन्छ भनेर सामानहरू केही राखेको छैन। त्यस पछाडि मैले त सरसफाइ गर्न थालेँ, बढारकुँडार गर्न थालेँ। यहाँ बढारकुँडार गरेँ, अनि त्यस पछाडि फेरि बाहिर पनि बढारकुँडार गरेँ मैले चाहिँ। हजुरहरूको नि बिहानको ड्युटी यस्तै त होला नि है, मेरो जस्तै। मेरो नि यही बढारकुँडार यस्तैबाट सुरु हुन्छ है। सधैँ मेरो बिहानको ड्युटी चाहिँ यस्तै हुन्छ। अनि त्यस पछाडि सबैतिर बढारकुँडार गरिसके पछाडि चाहिँ मैले पोछा लाएँ। बढारकुँडार काम सके पछाडि चाहिँ मेरो पोछा लाउने काम हुन्छ। अनि त्यस पछाडि मैले सबैतिर पोछा लाएँ। पोछा नलाइ हुँदैन, बच्चाहरूले सु गर्ने, फोहोर गर्ने, खाना यहीँ खाने भएर एकदम धेरै फोहोर हुन्छ। त्यही भएर मैले चाहिँ एकदम यहाँ पोछा लगाएँ। सबैतिरबाट कोठा पनि ठुलो छ, कताबाट खिच्ने है, राम्रोसँग राम्रो आउँदैन है, हेरिदिनु जस्तो भए पनि। अनि त्यस पछाडि काम सकेर म यता आएँ कोठामा, अनि कागती पानी खाएँ। अनि त्यस पछाडि बेलुकाको भाँडाकुँडाहरू राख्न बाँकी नै थियो, अनि त्यो बेलुका भाँडाकुँडाहरू राखेँ सबै मिलाएर। अनि मैले यता चिया पनि बसालेको छु, अनि चिया खान्छु। अनि मेरो बिहानको ड्युटी यस्तै भयो। अब त्यस पछाडि चाहिँ अनि बल्ल अब मैले चाहिँ खाना पकाउन सुरु गर्ने हो। हस् ल, बाई बाई। अर्को मिनी